हाई एभ्रिवान, नमस्ते सबैजनालाई। आउनुस् आज चाहिँ मेरो भ्लगमा हजुरहरूलाई म धनगढीको भाटभटेनीमा घुमाउँछु। सबैजनाले भिडियो अन्तिमसम्म हेरिदिनु होला। हेलो गाइस, हामी भाटभटेनीमा आछौँ भन्यौ हो न? हेलो गाइस, आउँछ नि हाट्यो मम्मुलाई। ए हामी त आयौँ भाटभटेनीमा हैन हो कि भाइ? लाउ यता बिपिन्छ थापा हामी अहिले उता लिफ्टमा चढ्ने हामी हैन हजुर। यसरी हामी चाहिँ सबैजना भित्र पस्यौँ हैन। मेरो माइलो दिदी, ठुल दिदी अनि मेरो भाइ बुहारी भाइ अनि हाम्रा छोराछोरीहरू हामी सबैजना भाटभटेनीमा गएको थियौँ। अनि एकदमै रमाइलो लागिरहेको थियो हैन। सबैजना भाटभटेनीमा गएको भिडियो फोटोहरू देखिरहेको हुन्थे। आज चाहिँ आफै प्रत्यक्ष गएर त्यो पनि भिडियो क्याप्चर गर्नु पाउँदा एकदमै खुसी लागेको छ। छोरीलाई मैले लिफ्टमा चढाएँ हैन। अनि हामी माथि पुग्यौँ सबैजना। भाइलाई चाहिँ हेलो भन्दैछु मैले चाहिँ। अनि पछि माथि पुगिसकेपछि छोरीले चाहिँ मलाई क्यान्डी चाहियो भन्दै थिइन्। मैले चाहिँ भुलाइरहेको थिएँ अहिले किनौँला भनेर। अनि माथि पुगिसकेपछि सबै केटाकेटीहरू कति रमाउन थालेका के। अब सानीलाई बोक्दा बोक्दै म चाहिँ थाकेँ है। अनि हामी एकैछिन सबैजना बस्यौँ थकाइ मारौँ भन्दै सबैजना बस्यौँ। बच्चाहरू त भए उसानले चाहिँ मलाई क्यान्डी किनिदिएन हजुरले साइकलवाला भनेर रुँदै थिइन्। अनि मैले फकाउन थालेँ। यस्तो केटाकेटी लगेर यस्तो ठाउँमा गयो भने त रुनु न हाँस्नु हुन्छ अनि रमाइलो पनि हुन्छ है। झिझो पनि गर्छन् केटाकेटीहरूले, यो चाहियो त्यो चाहियो भनिरहेको हुन्छन्। म त एकदम इन्जोय गर्दै थिएँ कि रमाइलो लागिरहेको थियो। हामी 4 बहिनी मध्ये 3 बहिनी त थियौँ, तर साइलोवाला दिदी हुनुहुन्थ्यो नि, त्यही भएर अलिक खल्लो लाग्यो। भाइले चाहिँ मेरो आइफोन हो दिदी, मैले आइफोन किनेको भन्दै फोटो खिचिरहेको छ हैन। अनि त्यसैमा चाहिँ हामी अगाडि जाँदै थियौँ। अनि सानीले चाहिँ मान्दै नमानेर मैले भाइलाई चाहिँ लैजा भाइ उता भनेर समाउन पठाएँ। अनि उसले चाहिँ मामाले मलाई क्यान्डी किनिदिएछ भनेर पुरै चुम्मा गर्दैछिन्। मामाले फकाएर लगिरहेको थियो नि त सानीलाई। अनि कसैले केही किनिदिने भने त फेरि सानी उयो के पुरा माया गर्छिन्। अनि हामी भित्र पस्यौँ अनि हेरिरहेको थियौँ कि रेटहरू के कस्तो रहेछ। अनि दिदीले चाहिँ यो कोट हेर न बबी कस्तो रहेछ भनेर हेर्दाखेरि चाहिँ यसको रेट चाहिँ रहेछ हैन। हामीले रेट हेऱ्यौँ। यसको रेट चाहिँ 2519 रुपियाँ रहेछ। कुनै कुनै सामानहरू त ठिकै हुन्छ, राम्रो हुन्छ हैन। तर कुनै सामानहरू त एकदम हाई प्राइसको के। फेरि अनि सबैको भिडियो त मैले खिचिरहेको छु। अनि म आफूलाई पनि हेर्छु भन्दै ऐनामा पनि मैले आफ्नो भिडियो खिचिरहेको थिएँ। एकदम मोटाएछु कि म चाहिँ है। दिदी तिनीहरू चाहिँ अघि बढिरहेछन् हैन, हेरिरहेछन् अघि चाहिँ गएर। अनि पछि माथिल्लो फ्लोरमा चाहिँ यो सबै लुगा कपडाहरू मात्रै थियो हैन। अनि केटाकेटीहरूले चाहिँ केटाकेटीहरूलाई त त्यही त हो नि, आफ्नो खेलौनाहरू खानेकुरातिर ध्यान हुन्छ। बाबुले चाहिँ मलाई यो गाडी चाहियो भनेर भन्दैछन्। अनि मैले चाहिँ बाबासँग आएको बेला किन्नु भनेर फकाइरहेको छु। अनि हाम्रो सानीलाई चाहिँ अझै फकाउन सकेको छैन के। उसलाई चाहिँ साइकलवाला क्यान्डी चाहिएको थियो। अहिलेसम्म हामीले साइकलवाला क्यान्डी भेटेको थिएन, किनभने हामी डाइरेक्ट माथि आयौँ कि सबभन्दा फर्स्ट फ्लोरमै छ बच्चाहरूको खानेकुराहरू। तर हामी सिधै माथि आएको थियौँ। अनि माथि आइसकेपछि त थिएन। माथि चाहिँ मैले फेरि प्लेटहरू देखेँ हैन। दिदीलाई भनिरहेको छु कि माइल दिदी प्लेटहरू लग्ने हो भन्दै थिएँ। दिदीले चाहिँ लग्दैन छँदैछ प्लेट भन्दै थियो। अनि अघि बढ्यौँ, त्यहाँबाट पनि हामी हेऱ्यौँ हैन। सबैजना भाइ बहिनीहरू सबै त छौँ, तर मेरो साइलोवाला दिदी नभएर आजको दिन चाहिँ अलिअलि खल्लो खल्लो लागिरहेको थियो। यता चाहिँ मेरो ठुल्दीलाई पनि रमाइलो लागिरहेको छ मैले भ्लग बनाइरहेको भएर। सबैजना रमाइरहेको थिएँ हैन। अनि त्यहाँबाट केटाकेटीहरूलाई चाहिँ फेरि खानेकुराकै परिरहेको थियो। सबै ठाउँ घुम्यौँ माथितिर हैन। स्टोरको सबै ठाउँमा सामानहरू हेऱ्यौँ है, सब के कस्तो छ भनेर। बच्चाहरू पनि खुसी हुँदै नाचिरहेछन्। सधैँ यस्तो मौका जुर्दैन हैन। हामी 4 बहिनी सब अलग अलग ठाउँ छौँ।
कहिले कसो मौका जुरेको बेलामा हो यस्तो भेटघाट हुने। अनि त्यसपछि चाहिँ हामी सबभन्दा टप फ्लोरमा पुग्यौँ। त्यहाँबाट चाहिँ अनि भाटबटिनी अगाडिको भ्यू हेर्दाखेरि चाहिँ यस्तो राम्रो देखिने रहेछ माथिबाट। मलाई चाहिँ एकदम राम्रो लाग्यो कि कस्तो राम्रो हाम्रो धनगढी उस्तै पनि राम्रो। त्यसमाथि अहिले यो भाटबटिनी यति राम्रो बनाएको छ, यतातिर मान्छेहरूको एकदम भिड छ यता आउने चाहिँ। अब चाहिँ बच्चाहरू खुसी भयो किनभने हामीले खानेकुरा पाउने ठाउँ, खाद्यान्न सामग्री राखेको ठाउँमा पुग्यौँ हामी। त्यहाँ चाहिँ बच्चाहरूदेखि लिएर सबैको खानेकुराहरू, घरायसी सामानहरू सब राखिएको थियो हैन। अनि हामी त्यहाँ पनि पुग्यौँ। अब बच्चाहरूलाई चाहिँ म यो खाने त्यो खाने भन्दै खुसी हुँदै सामानहरू हेर्दै अघि बढिरहेका छन् है। माइल दिदीले चाहिँ यता स्ट्रबेरी हेर्दै हुनुहुँदो रहेछ हैन। 250 पर प्याकेटको रहेछ। अनि यता चाहिँ अलि कम प्राइसवाला थियो। अनि यता चाहिँ मलाई सबभन्दा राम्रो लागेको भनेको चाहिँ यही स्ट्रबेरी हो कि कस्तो फ्रेस थियो हैन। रेट पनि ठिकै थियो, हेरी थियो रेट पनि हैन। अनि मलाई चाहिँ राम्रो लाग्यो। अनि दिदीले चाहिँ के गरौँ केटाकेटीहरू खान खोज्छन्, लगेर जाऊँ त भनेर भन्दै हुनुहुन्थ्यो। अनि मैले पनि ठिकै छ नि त केटाकेटीहरू खान्छन् भनेर हामीले चाहिँ स्ट्रबेरीको 2टा बट्टा लियौँ हैन। अनि पछि त्यहाँबाट खुसी हुँदै चाहिँ केटाकेटीहरू पनि खुसी भए स्ट्रबेरी पाएपछि। हाम्रो सानीलाई चाहिँ फेरि सामान बोक्नेमा बस्न मन लाग्यो रे। पूर्णिमा छोरीले चाहिँ यो हिँड्न एकदम राम्रो मानिरहेछिन्। अनि पछि सानीलाई चाहिँ त्यसमा राखेर 2टा दिदीहरूले चाहिँ तान्दै हामी अब त्यहाँ भित्रबाट सामान लिएर निस्क्यौँ। अनि यो भाटबटिनीको बाहिरभित्र चाहिँ क्यामेराम्यानहरू कति धेरै हुनुहुन्थ्यो कि फोटो भिडियो खिच्ने। अनि हामीले पनि अलिअलि फोटो भिडियो बनाएर आज निस्क्यौँ। थ्याङ्क यू फर वाचिङ।